सम्पूर्ण नमस्ते। म चाहिँ कृष्ण महतो। हुन लागेको फागुन 21 को चुनावको अहिले मतदाता नामावली दर्ता हुँदैछ। तपाईँहरू पनि गराइसक्नुभयो होला। छुट्नुभएको छ भने छिटै गराउनुहोस्। र म अहिले फारम भर्न सहजीकरण गर्दै गर्दाखेरि मैले एउटा के अनुभव पाएँ भन्दाखेरि एकजनाको फारम मैले भरिदिइसकेको थिएँ। अब यहाँबाट हाम्रो गाउँ बटेश्वर गाउँपालिकाबाट जनकपुर जानुपर्ने थियो त्यो तपाईँको फोटो खिच्न र सही छाप गर्न भेरिफाई गर्नलाई। त्यसको क्रममा त्यो भाडा लाग्ने छ, भाडा बस चढेर गयो भने सही आउने र सही जाने लाग्दो रहेछ। त्यो 200 रुपियाँ माग्दा आफ्नो घरमा त्यो युवा गयो भाडा माग्नु। घरबाट के प्रतिक्रिया आयो भन्दाखेरि यतिकै यो सरकारको काम हो, यतिकै फ्रीमा हुन्छ भने गर, नभए छोडिदे भनेर। जबकि मैले फारम भरिदिइसकेको थिएँ। त्यो सहजीकरण गर्दै गर्दा पनि त्यो युवा के गरे रिसले घर छोडेर भाग्यो हिजो। फेरि अहिले त आइपुगेको छ। तर त्यस्तो गर्दा पनि हाम्रो गाउँ ठाउँमा के भन्छ मतदाता नामावली अहिले दर्ता नभएको अवस्था छ। अर्को घटना कस्तो थियो भन्दाखेरि जयालामा काम गर्ने 300-400 मा काम गर्ने छन्। त्यो छोडेर जनकपुर टाढा हुन्छ, पहिला स्थानीय सरकारमै हुन्थ्यो, आफ्नै गाउँठाउँमा हुन्थ्यो। अहिले के भन्छ टाढा छ, जनकपुर जान आउन बढ्दिन जान्छ, पैसा भाडा लाग्छ र अर्को कुरो आफ्नो ज्याला 300-400 जे हुन्छ त्यो छुट्छ। त्यो कारणले पनि गराउन खोजेको छैन। यो अवस्था ठाउँ ठाउँमा छ र यस्तोमा स्थानीय सरकारले सहजीकरण गरिदिएको भए, जबकि निर्वाचन आयोगले स्थानीय सरकारलाई सहजीकरण गर्न एउटा पत्र पनि काटेको मैले खबर पाएको थिएँ, पढेको थिएँ। त्यसले गर्दा स्थानीय सरकारको यसमा राम्रो भूमिका हुन्थ्यो भने धेरै नै छुटेको छ। अझ पनि हाम्रो सानो टोलमा पनि 50-60 जना छुट्यो होला, जबकि 40 जनाको मैले आफै फारम भरेर सहजीकरण गरिसकेको छु। अहिले यस्तो यस्तो अवस्था छ। त्यसैले तपाईँहरू पनि आफ्नो ठाउँमा कसरी सकिन्छ सहजीकरण गर्नुहोस् र हाम्रो फागुन 21 को चुनावलाई एकदमै राम्रो बनाउनुहोस्, सभ्य बनाउनुहोस्। धन्यवाद।